यता छ फेरि हो सुर्खेत बजार। यो सुर्खेत बजारको यो मेन रोड त्यही नै त्यस्तो रहन्छ। धेरै मान्छेहरू यहाँ आवाज जात गरिरहनु भएको छ, देख्न सक्नुहुन्छ। यो हाइवेमा चाहिँ धेरै गाडीहरू कुद्ने गर्छन्, बाइकहरू पनि कुद्ने गर्छन्। अटोहरू रिक्साहरू धेरै कुदिरहेका छन्। यता अगाडि लिएर आउनु भएको छ। हाम्रो बुवाहरू चाहिँ यहाँ हुनुहुन्छ। नगरी निकै सुन्दर रमणीय छ। म चाहिँ अहिले यतिकै हिँडिरहेको छु। बाटो बाटो मध्ये चाहिँ एक हो, देख्न सक्नुहुन्छ। यहाँ धेरै गाडीहरू हिँड्ने गर्छन्। यहाँबाट अगाडि के भन्छ नन्द्रे अगाडि बुलबुले छ। यो चाहिँ खोला हो। यो खोलामा निकै नै गन्दा पानीको नाला बगिरहेको छ, देख्न सक्नुहुन्छ। यो खोला अगाडि मान्छेहरू कुदिरहेका छन्। हेर्नुहोस्, आफ्नो यात्रामा आफ्नो गन्तव्यमा कुदिरहेका छन्। यहाँ धेरै हल्ला खल्ला छ, आवाज आएको छ कि आएन मेरो जानकारी दिनलाई भन्न चाहन्छु। कमेन्ट गर्न भन्न चाहन्छु गाइस। देख्न सक्नुहुन्छ यहाँबाट बजारको ल्याइरहेको छु। नाला रहेको छ, त्यही नालीको पानी बगेर गन्दा भइरहेको छ। माथि माथि पहाडहरू रहेका छन्। माथि देख्न सक्नुहुन्छ पुरै पहाडहरू छ गाइस। यताबाट चाहिँ गाडीहरू आइरहेका छन्, देख्न सक्नुहुन्छ। बाटो निकै सुन्दर छ। अनि यता अगाडि यो साइडमा फेरि सुर्खेत बस पार्क र बुलबुले ताल रहेको छ। निकै सुन्दर ताल रहेको छ। यो तालको भिडियो पनि मैले अस्ति बनाएको थिएँ, तपाईँहरूले हेर्नु होला भन्न चाहन्छु। अनेक थरी मान्छेहरू अनेक थरी गन्तव्यमा चाहिँ हिँडिरहेका छन्। आफ्नो गन्तव्य आफ्नो हिँडिरहेको यो सुर्खेत बजार तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला भन्न चाहन्छु। लाइक सेयर पनि गर्नु होला भन्न चाहन्छु।